हेलो नमस्ते म अञ्जली कम्प्लेक्स स्कलरसिप 2025 होल्डर अहिले 12th को रिजल्टहरु आएको छ अनि एडमिसनको टाइमहरु चलिरहेछ सो आई थट आई शुड मेक दिस भिडियो दिस भिडियो इज गोइङ टु बी भेरी हेल्पफुल मेरो अरु सब भिडियोहरु हिन्दीमा छ दिस भिडियो इज गोइङ टु बी इन नेपाली बिकज मेरो मोस्ट अफ दि अडियन्सहरु इन्डियाको हुनुहुन्छ त्यसैले म हिन्दीमै भिडियो बनाउँछु तर यो भिडियो नेपाली स्टुडेन्टको लागि हो सो नेपालीमै बनाइरहेको छु किनभने यो इन्डियाको मान्छेले केही काम लाग्ने छैन मैले धेरै दिनदेखि सोचिरहेको थिएँ यो भिडियो बनाउन तर मेरो घाँटी ठिक नभएर डिले भयो एनीवेज कम्प्लेक्स स्कलरसिप ओन्ली साइन्स स्टुडेन्टहरुको लागि हो कमर्स स्टुडेन्टहरुको लागि पनि बेग्ला बेग्लै के भन्छन् स्कलरसिपहरु छ एम्बेसीले दिन्छ तर यो भिडियो कम्प्लेक्स साइन्स स्टुडेन्टहरुको लागि मात्रै है 12th को एक्जाम सक्यो रिजल्ट पनि आयो अनि एडमिसनहरु चलिरहेछ धेरै जनाहरु धेरै कन्फ्युज बस्नुहुन्छ अनि मोस्ट अफ दि स्टुडेन्टहरुले के भन्छन् आईओई अनि सीई को प्रिपरेसन पनि गरिराख्नुहुन्छ हैन अनि इफ तपाईहरुले 12th मा राम्ररी पढ्नु भएको छ राम्ररी नपढे पनि इफ तपाईहरुले यो दुईटा एक्जामहरुको प्रिपेयर गर्नु भएको छ भने तपाईहरुले मजाले कम्प्लेक्स स्कलरसिपमा नाम निकाल्न सक्नुहुन्छ अहिले राम्ररी डिटेलमा भने यो भिडियो धेरै लामो हुन्छ अहिले मैले कम्प्लेक्स स्कलरसिपको बारेमा मात्रै भन्न गइरहेछु छु त्यसको रिलेटेड फर्दर क्वेशनहरु हुन्छ भने कमेन्टमा सोध्नु होला है अहिले मैले भन्न लागेको भनेपछि कम्प्लेक्स स्कलरसिप इन्डियन गभर्नमेन्टले नेपाली स्टुडेन्टहरुलाई दिन्छ एउटा फुल्ली फन्डेड स्कलरसिप हो जसमा तपाईहरुले पढ्ने ट्युसन फी हस्टेल फी मेसको खाना चाहिँ युनिभर्सिटी टु युनिभर्सिटी भेरी गर्छ कुनै कुनै युनिभर्सिटीमा मेसको तपाईहरुले आफै तिर्नु पर्ने हुन्छ धेरै जस्तोहरुमा मेसको खाना पनि फ्री हुन्छ ट्युसन फी हस्टेल फी मेस अनि त्यो माथि तपाईहरुले स्टाइपेन्ड पनि पाउनुहुन्छ स्टाइपेन्ड भनेपछि तपाईहरुले आफ्नो खर्चको लागि पैसाहरु पाउनुहुन्छ तपाईहरुको खर्चको पैसा स्टाइपेन्ड 5500 सम्म भ्यारी गर्छ एक्ज्याक्टली त्यति आउन्न तर त्यसको अराउन्डमै हुन्छ धेरै जस्तो इन्ट्रान्सहरुको पनि अहिले एक्जामहरु हुन्छ अनि त्यतिखेर नै यो कम्प्लेक्सको के भन्छन् फर्म खुल्छ लास्ट इयर यसको फर्म जुन जुलाईतिर खुलेको थियो जुनको लास्टमा खुलेको थियो अनि जुलाईको फर्स्ट विक सम्म थियो मैले अप्लाई गरेको भनेपछि लास्ट डेटमा थियो मैले 9th जुलाईमा रेजिस्ट्रेसन गरेको थिएँ अनि यसको फर्दर प्रोसेसहरु गर्दा गर्दै एडमिट कार्डहरु 20 डेज भित्रमा आउँछ अनि रिजल्ट भनेपछि 6 to 7 मन्थ त्यति लाग्दैन तर लास्ट टाइम त्यति ढिलो भएको थियो रिजल्ट युजुअली 4 to 5 months भित्रै आउँछ तर लास्ट इयर यसको रिजल्ट एक्जाम जुलाईतिर भएको थियो क्या अनि मैले हेरेर कतिखेर एक्जाम भएको थियो भनेर मैले हेरेर त्यसको त्यो डेट हाल्दिन्छु है माथि अनि यसको रिजल्ट चाहिँ फेब्रुअरीमा आएको थियो 9th फेब्रुअरीतिर यसको रिजल्ट आएको थियो भनेपछि इफ तपाईहरुले जस्ट 12th पास गर्नुभएछ इफ तपाईहरु ड्रपर हुनुहुन्छ इयर ड्रप भएको छ 1 2 3 जति वर्ष भए पनि यसमा ड्रपरहरुले पनि के भन्छन् रेजिस्ट्रेसन गर्न मिल्छ सो विथ तपाईहरु नछुटाउनु होला है त यो धेरै राम्रो स्कलरसिप हो मैले त्यही इन्फर्म गर्नलाई मात्र यो भिडियो बनाएको हो अनि यसको प्रोसेसहरु यसको रिलेटेड अरु अगाडि के छ भनेपछि त्यसको लागि पनि म छुट्टै भिडियो बनाउँछु यसको मैले मेन बनाउन भनेपछि यसको किनभने अहिले यो जुन चलिरहेछ सरी जुनको पनि हाफ बितिसक्यो हैन अब यसको फर्म जतिखेर पनि खुल्न सक्छ त्यो पछि मैले एउटा अझै कुरा भन्न बिर्से यो स्कलरसिपमा तपाईहरुको ट्राभल एक्सपेन्स पनि उठाउँछ सरकारले भनेपछि एम्बेसी ले तपाईको ट्राभल तपाईहरु जतिखेर फर्स्ट टाइम एडमिसन लिन जानुहुन्छ अनि लास्ट टाइम ग्रेजुएट भएर लास्ट टाइम उताबाट फर्किदा तपाईहरुको ट्राभल एक्सपेन्स पनि एम्बेसीले नै तिर्छ तर त्यसको केही कन्डिसनहरु छ आई विल लेट यु नो कि अहिले नै भनिदिन्छु तपाईहरुले 2-3टा वेबसाइटमा तोकेर भनेको हुन्छ यहीँदेखि टिकट काट्नु एउटा आईआरसीटीसी भन्ने हुन्छ वेबसाइट अनि एउटा अझै दुईटा अझै हुन्छ है कुनै
त्यो तपाईँहरूको नाम निस्केपछि त्यसमै मेन्सन गरेको हुन्छ दुईवटा वेबसाइट, दुई तिनवटा वेबसाइट हुन्छ। तपाईँहरूले त्यहीँदेखि टिकट काट्नु भएपछि तपाईँहरूको फ्लाइटको जति खर्च आए पनि, फ्लाइट, बस एट्सेट्रा, तपाईँहरूको त्यो खर्च पनि सरकारले नै दिने हो। यो भित्र कुन कुन कोर्सहरू हुन्छ भनेपछि बिटेक हुन्छ, जुन पनि बिटेक हुन्छ, अब तपाईँहरूले चुज गर्न सक्नुहुन्छ। त्यो पछि बिएससी एग्रिकल्चर, बिएससी फुडटेक, बी फार्मा अनि बिएससी नर्सिङ, 5वटा कोर्सहरू हुन्छ। तपाईँहरूले कुनै पनि दुईवटा कोर्स चुज गरेर फर्म फिलअप गर्न सक्नुहुन्छ अनि त्यहाँबाट एउटामा तपाईँहरूको नाम निस्किन्छ अनि त्यो फुल्ली 100% सरकारले नै तिर्छ तपाईँहरूको। यसमा नाम निस्क्यो भने तपाईँहरूको पढाइको, तपाईँको खर्चहरूको केहीको पनि टेन्सन हुन्न। योभन्दा राम्रो के नै हुनसक्छ है। तपाईँहरूले 20s मा आफ्नो खर्च आफै उठाइराख्नु भएको छ, तपाईँहरूको खर्च मम्मी बाबाले तिर्नुपर्ने हुन्न। फर्महरू कसरी फिलअप गर्ने भनेपछि युट्युबमा धेरै भिडियोहरू छ, मैले त आफ्नो फर्म आफै फिलअप गरेको थिएँ। नत्र भने तपाईँहरूले कुनै पनि साइबरमा गएर पनि यसको फर्महरू फिलअप गर्न सक्नुहुन्छ। 100 रुपियाँ जति लाग्छ, तपाईँहरूको फर्म फिलअप गरिदिन्छ अनि त्यो पछि यसको फर्मको रेजिस्ट्रेसन फी पनि एकदमै कम हुन्छ, 400 नेपाली मात्रै लाग्छ। तपाईँहरूले कुनै पनि नेपालको एसबिआई ब्याङ्कमा गएर एउटा चलान भन्ने हुन्छ, यो फर्म आउने बित्तिकै त्यहाँ आफै एभाइलेबल हुन्छ चलान भन्ने। तपाईँहरूले आफ्नो फर्म फिलअप गरेपछि त्यो चलानको फोटोकपी जेरक्स गरेर लग्नुहुन्छ अनि त्यहाँ 400 डिपोजिट गर्नुहुन्छ, त्यति मात्रै हो। फर्म फिलअप भयो, तपाईँहरूले आफै पनि गर्न सक्नुहुन्छ कि त साइबरमा गएर गराउन सक्नुहुन्छ। त्यो पछि रिजल्ट 6 मन्थभित्रै आउँछ। लास्ट टाइम 7 मन्थ लाग्थ्यो। जुलाईतिर इक्जाम भएको थियो अनि फेब्रुअरीमा रिजल्ट आएको थियो। त्यो पछि तपाईँहरूको नाम निस्केपछि तपाईँहरूले एकचोटि एम्बेसी भिजिट गर्नुपर्ने हुन्छ एउटा प्यारेन्ट्ससँग अनि त्यहाँबाट तपाईँहरूले कलेजबाट एम्बेसीले नै तपाईँहरूलाई कलेजबाट कन्ट्याक्ट गराइदिन्छ अनि त्यहाँबाट। सो यो भिडियोमा यति नै। केही पनि नयाँ क्वेसनहरू छ भने तपाईँहरूले मलाई कमेन्टमा सोध्न सक्नुहुन्छ अनि केही पनि नयाँ अपडेटहरू हुन्छ भने म अर्को भिडियो बनाउँछु है त। थ्याङ्क यू, बाई।